जस्तै मैले अब कुनै पनि बच्चालाई गाइड गर्नको लागि अब फोनमा भनेर यसो है भने भेट्ने बेला कुरा गरे अरू बेला हराउने गरेर हुन्छ। त्यो त मेरै अगाडि हुनु पऱ्यो नि त, सधैँ 24 घन्टा अगाडि हुनु पऱ्यो नि त। घरिघरि त्यसले के गरेछ, के गल्ती गर्यो, के राम्रो गर्यो, त्यसलाई के कुरो सिकाउनु पऱ्यो, के कुरो भन्नु पऱ्यो भन्नु कुरा त होस्टेलमै राख्नु पऱ्यो नि त। अनि को बल्ल त्यसको हरेक कुरोलाई, नराम्रो कुरोलाई हामीले घटाउँदै लान्छ, राम्रो कुरोलाई प्रोत्साहन गर्दै जान्छ। अनि त त्यो के हुन्छ त्यसरी गर्दाखेरि एकदम परिकल्पनाभन्दा छिटो र छोटो समयमा धेरै परिवर्तन आउँछ नि त। अनि त्यो गर्नको लागि फेरि के छ, एकदम ठुलो खर्च छ, गाह्रो छ। तर पनि यो चाहिँ हुनैपर्छ। हाम्रो गुरुङ कम्युनिटीको गाउँघरले त्यो बच्चालाई पढ्ने वातावरण दिँदैन, कम्युनिटीले पढ्नेको वातावरण दिँदैन। यतिकै छोड्यो भने अझै खतम हुन्छ हाम्रो गुरुङहरूको नयाँ जेनेरेसन भनेर कमसेकम एउटा पहल त गरौँ भनेर खर्चै लागे पनि गाह्रै भए पनि यो त आँट्नै पर्छ भनेर अरू काम छोडेर यो काममा लाग्यो। हजुर होस्टेलमा आफै लाग्नुहुन्छ है सर? अहिले त्यो होस्टेलमा बस्ने मै हो। हजुरले आफैले काउन्सिलिङ गर्ने, सिकाउने, त्यस्तो गर्नुहुन्छ एकदम। अनि त्यो बाबु नानीहरूलाई फेरि अब जस्तै अहिले अब साइन्सको ट्युसन पढिरहेछ उनीहरू, के अरे म्यानेजमेन्टको एकाउन्टको ट्युसन पढिरहेछ। अनि त्यो होस्टेलमै फेरि इङ्ग्लिस र एकाउन्टको ट्युसन हुन्छ। अब त्यस्तो ट्युसनहरू पनि। अनि मैले भने नि त जति पनि गुरुङ कम्युनिटीको विभिन्न ठाउँमा इस्टाब्लिस भएको डक्टरहरू, इन्जिनियरहरू, नेताहरू सबै अनि व्यवसायीहरू, तिनीहरूसँग हामी समय समयमा यो बाबु नानीहरूलाई भेटाइरहेको छ कि उनीहरूले इन्टरेक्सन गर्छ। अस्ति हामीले काल्ची इकोलोज भन्ने के अरे लुम्लेमा लिएर गयौँ। त्यहाँ लगेर त्यहाँ चाहिँ के अरे नेपालमै बसेर ट्राभल एजेन्सी चलाएर अहिले नेदरल्यान्ड क्याम्प भन्ने खोलेर नेदरल्यान्ड जाने आउने गर्छ त्यो दाइ। अनि उनीहरूको बुढाबुढी त्यो बिजनेस गर्छ। उनीहरू कोही त्यो काल्ची इकोलोजमा हामीलाई वेलकम गरेको थियो। हाम्रो बाबु नानी सबै त्यहाँ गयो। उनीहरूले सबै व्यवस्था गरेको थियो, रमाइलो गर्यो। अनि बिहान फेरि उनीहरूसँग इन्ट्रेक्सन, कसरी नेपालमै अड्कियो, कसरी नेपालमा व्यवसाय गर्यो, कसरी अहिले देश विदेश जाने आउने गरेछ, यस्तो व्यवसाय चलाह भन्ने कुराहरू त्यो बच्चाहरूसँग इन्ट्रेक्सन गर्यो। पछि झर्ने बेला फेरि पुरै फेरि त्यो दाइले फेरि उनीहरू चाहिँ इको लज हो कि त्यो भएर पुरै सामान के अरे मैला उठाउँदै आएको। अब बाटोमा भेटेको मैला उठाउँदै आउने भनेर हामी 10 जना बचेर म थियो, अनि त्यो दाइहरू थियो। अनि सानो प्लास्टिक लिएर आएको केटाकेटीहरू त जोसिहाल्यो। यता चढेछ उता चढेछ गर्दा त 4-5 बोरा भइगयो। यति धेरै भइगएको सामान के अरे मैला त उनीहरू नि दङ्ग बिचराहरू है। ओहो कस्तो सफा भयो त्यो। अब त्यही त गेस्टहरूले होइन कता फालेछ कता फालेछ नि। अन्त त्यस्तो गरेर पछि तल ल्याएर पुरै जलाएर भनेर निस्केको गर्दाखेरि यस्तै यस्तै तरिकाले केटाकेटीहरूलाई अब कसरी हुन्छ। त्यसै नेपालमा बस्नुपर्छ मात्रै भने त कहाँ सुख पाइयो त। त्यसरी नै उनीहरूलाई अब त्यो घरको पेन्टिङ सेन्टिङ सब उनीहरूले आफै गरेको। अब गण्डकी हस्पिटलभित्र हामीले गार्डनिङ गर्दैछौँ त्यो के अरे वीरसिंह गुरुङको मूर्तिको वरिपरि। अब विद्यार्थी थपिँदैछ। अब त्यो गण्डकी हस्पिटलको पुरै गार्डन नै हामीले जिम्मा लिँदैछौँ। अब सधैँभरि फुल फरेर फुलाउने को त भन्दाखेरि हाम्रो तमु विद्यार्थीहरू यो गरेको होइन। अनि अर्को अमरसिंह स्कुलभित्र फेरि वीरसिंह गुरुङको सङ्ग्रहालय छ, त्यहाँ पनि त्यसो गर्दैछौँ। गर्दाखेरि फेरि यता आफ्नै कम्पाउन्डभित्र पनि फुलहरू रोपेर तरकारी रोपेर हिजो त ग्रो ब्यागहरू ल्याएर पुरै तरकारी लगाएर सबै गर्दैछ।